स्वागतम। आज हामी इतिहासको एउटा निकै महत्त्वपूर्ण अध्यायमा केन्द्रित हुँदैछौँ। पृथ्वीनारायण शाह र आधुनिक नेपालको निर्माण। हो, उहाँको जीवन, शासनकाल र त्यो नेपाल एकीकरण अभियानसँग जोडिएका कुराहरूमा अलिकति गहिरिएर हेरौँ न त। हामीसँग थुप्रै ऐतिहासिक जानकारी, तथ्यहरू छन्। हाम्रो उद्देश्य चाहिँ यी स्रोतहरूलाई केलाएर नेपाल राष्ट्रको जग कसरी बस्यो, त्यो प्रक्रिया र उहाँको भूमिका के थियो भन्नेमा अझ स्पष्ट हुनु हो। ठिक हो। त्यसो भए सुरु गरौँ उहाँको प्रारम्भिक जीवन र गोर्खाको राजाको रूपमा उहाँको उदयबाट। पृथ्वीनारायण शाहको जन्म त सन् 1723मा गोर्खामा भयो। उहाँका पिता राजा नरभूपाल शाह र माता कौशल्यावती देवी। अनि उहाँ सानै उमेरमा राजा हुनुभएको होइन त? हो, जम्मा 20 वर्षको उमेरमा। सन् 1743मा पिताको निधन भएपछि उहाँले गोर्खाको राजगद्दी सम्हाल्नुभयो। त्यो बेलाको नेपालको अवस्था कस्तो थियो होला? आजको जस्तो त पक्कै थिएन। थिएन। त्यो बेला त पश्चिममा हेर्नुहुन्छ भने 22 र 24 भनेर चिनिने दर्जनौं साना स्वतन्त्र राज्यहरू थिए, पहाडी राज्यहरू। अनि काठमाडौँ उपत्यका नि? उपत्यकामा चाहिँ मल्ल राजाहरू थिए, निकै शक्तिशाली। अनि फेरि पूर्वतिर पनि अरू साना साना राज्यहरू। मतलब देश पुरै टुक्राहरूमा विभाजित थियो के। हो, र यही छरिएको अवस्था देखेर नै होला उहाँमा एउटा ठूलो सपना जाग्यो, यी सबै टुक्राहरूलाई जोडेर एउटा बलियो अखण्ड नेपाल बनाउने। हो नि, यो खालि राज्य विस्तार मात्र थिएन, साँच्चै एउटा राष्ट्र निर्माणकै सङ्कल्प थियो। अनि यो सङ्कल्प पूरा गर्न उहाँले कसरी सुरुवात गर्नुभयो त? पहिलो कदम के थियो? उहाँको पहिलो महत्त्वपूर्ण सामरिक सफलता चाहिँ 1744को नुवाकोट विजय थियो। यो निकै रणनीतिक थियो। किन होला नुवाकोट नै किन? किनभने नुवाकोट जितेपछि त्यो काठमाडौँ र तिब्बत बीचको व्यापार मार्ग छ नि। त्यो व्यापार मार्ग? हो, त्यो मार्गमा गोर्खाको पहुँच स्थापित भयो। यसले उहाँको अभियानलाई आर्थिक रूपमा पनि अनि सामरिक रूपमा पनि निकै बल दियो। एक किसिमले उपत्यका छिर्ने ढोका खुल्यो भन्दा नि हुन्छ। अनि त्यसपछि आयो काठमाडौँ उपत्यका विजयको पालो। त्यो त झन् निर्णायक नै भयो होइन र? एकदमै। तर उहाँले हतार गर्नु भएन। आक्रमण गर्नुभन्दा पहिला एउटा फरक रणनीति लिनुभयो। त्यो आर्थिक नाकाबन्दीवाला? हो, ठ्याक्कै। उपत्यकामा नुन, कपास जस्ता सामानहरू भित्रिनै नदिने। यसले मल्ल राज्यहरूलाई भित्रैदेखि कमजोर बनाउने काम गर्यो। मतलब सिधै लड्नुभन्दा पहिला आर्थिक र मनोवैज्ञानिक दबाब दिनुभयो। त्यस्तै भयो। जब मल्ल राज्यहरू थाके, कमजोर भए, त्यसपछि मात्रै सैन्य कारबाही अघि बढ्यो। 1768मा काठमाडौँ अनि लगत्तै 1769मा पाटन र भक्तपुर। र यसरी उपत्यकामा मल्ल शासनको अन्त्य भयो। हो, अनि शक्तिको केन्द्र गोर्खामा सर्यो। तर यो सफलता युद्ध कौशल्य मात्रै आएको चाहिँ होइन नि। हो र? अरू के थियो त उहाँको रणनीतिमा? उहाँले कूटनीति पनि प्रयोग गर्नुभयो। विभिन्न राज्यहरूसँग समयअनुसार गठबन्धन गर्ने, सम्बन्ध बनाउने, तोड्ने, मनोवैज्ञानिक दबाब दिने, यो सबै मिलाएर अघि बढ्नुभएको थियो। अब विजयपछिको कुरा गरौँ न। उहाँको राज्य सञ्चालनको सोच, खास गरी परराष्ट्र नीति कस्तो थियो? त्यो दुई ढुङ्गा बीचको तरुल भन्ने भनाइ त निकै चर्चित छ नि। त्यो त उहाँको परराष्ट्र नीतिको सार नै हो भन्दा हुन्छ। दक्षिणमा अङ्ग्रेजहरूको इस्ट इन्डिया कम्पनी फैलिरहेको थियो, उत्तरमा चीन शक्तिशाली थियो। यो दुई ठूला शक्तिबीच नेपाललाई कसरी सुरक्षित राख्ने भन्ने उहाँको मुख्य चिन्ता थियो। मतलब विदेशी प्रभावबाट बच्नुपर्छ भन्ने थियो। हो, विशेष गरी अङ्ग्रेजहरूप्रति उहाँ निकै सङ्केत हुनुहुन्थ्यो। त्यसैले सकेसम्म सन्तुलित, स्वतन्त्र नीति लिने र आत्मनिर्भर बन्ने कुरामा जोड दिनुभयो। आर्थिक नीति पनि त्यही अनुसारको थियो। अनि राष्ट्रिय एकताको कुरा नि? जित्नुभएका ठाउँहरूमा त कति धेरै जात जाति भाषाभाषी थिए होलान्। उहाँले कसरी हेर्नुभयो यो विविधतालाई? उहाँले हिन्दू धर्मलाई रुका साझा सांस्कृतिक आधार बनाउन खोजेको त देखिन्छ। तर सँगसँगै जितेका राज्यका स्थानीय चलन, रीतिरिवाजप्रति पनि उहाँ सचेत हुनुहुन्थ्यो भन्ने पाइन्छ। दिव्य उपदेशमा यस्ता कुराहरू छन्? दिव्य उपदेशमा जातभात र स्थानीय रीतिरिवाजलाई सम्मान गर्नुपर्छ भन्ने जस्ता कुरा उल्लेख छन्। अब व्यवहारमा ठ्याक्कै कति लागू भयो त्यो त अर्कै बहसको विषय होला, तर सोच चाहिँ थियो। यो दिव्य उपदेशको प्रसङ्ग आइहाल्यो। यसलाई कतिपयले उहाँकै वचन मान्छन्, कतिले पछि लेखिएको भन्छन्। खास के हो यो? दिव्य उपदेशलाई चाहिँ
पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिमतिर व्यक्त गर्नुभएका विचार, अनुभव र मार्गदर्शनहरूको सङ्ग्रह मानिन्छ। यसमा शासन कसरी चलाउने, कर्मचारी कस्तो हुनुपर्छ, न्याय, सुरक्षा, परराष्ट्र नीति, सामाजिक सद्भाव यस्ता धेरै विषयमा उहाँका भनाइहरू छन्। त्यो घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन् भन्ने त निकै चर्चित छ है? हो नि, त्यो निकै मननीय छ। अब यो अक्षरशः उहाँकै बोली हो कि होइन भन्नेमा थोरै मतभेद भए पनि यसले उहाँको सोच र त्यो बेलाको नेपालको अवस्थालाई चाहिँ राम्रैसँग झल्काउँछ भन्नेमा धेरैको सहमति छ। तर यत्रो ठूलो अभियान चलाउने, यस्तो दूरदर्शी विचार राख्ने व्यक्तिले लामो समय शासन गर्न पाउनु भएन नि है? पाउनु भएन। 11 जनवरी 1775मा जम्मा 52 वर्षको उमेरमा उहाँको निधन भयो नुवाकोटको देवीघाटमा। उहाँको निधनपछि के भयो त? एकीकरण अभियान रोकियो? रोकिएन, तर अलि सुस्त भयो। उहाँपछि छोरा प्रताप सिंह शाह राजा हुनुभयो। तर बिस्तारै शक्ति भारदारहरू अनि पछि गएर शाह र राणा परिवारमा केन्द्रित हुन थाल्यो। तैपनि आधुनिक नेपालको जुन भौगोलिक र राजनीतिक खाका छ त्यसको जग बसाल्ने मुख्य श्रेय त पृथ्वीनारायण शाहलाई नै जान्छ। त्यसैले उहाँलाई राष्ट्र निर्माता बनिन्छ। उहाँको जन्मदिनमा राष्ट्रिय एकता दिवस पनि मनाइन्छ। यद्यपि यसमा पनि आजकाल विभिन्न बहसहरू सुनिन्छन्। हो, बहसहरू छन्, तर उहाँको योगदानलाई ऐतिहासिक रूपमा नजरअन्दाज गर्न सकिँदैन। त्यो बेलाका ससाना राज्यहरूलाई एउटै मालामा उनेर आजको नेपालको आधार तयार पारेको देखिन्छ। उहाँले इतिहासलाई नै नयाँ मोड दिनुभयो। निश्चय पनि। आज हामीले उहाँको अभियान, नीति र उहाँले छोडेको विरासतका केही मुख्य पक्षहरूलाई सरसर्ती हेर्यौं। उहाँ नेपालको इतिहासमा एक असाध्यै महत्त्वपूर्ण र प्रभावकारी व्यक्तित्व हुनुहुन्छ, यसमा दुई मत छैन। अब छलफलको अन्त्यमा एउटा प्रश्न सोच्न मन लाग्यो। पृथ्वीनारायण शाहले दिव्य उपदेशमा दिएका विभिन्न मार्गदर्शनहरू छन् नि, राष्ट्रिय सुरक्षा, आत्मनिर्भरता, सामाजिक न्याय सम्बन्धी, तीमध्ये कुन चाहिँ कुरा आजको यो बदलिन्दो विश्व परिवेशमा अनि आजको नेपालका लागि सबैभन्दा बढी सान्दर्भिक र मननयोग्य होला जस्तो लाग्छ?